मनमा धेरै किसिमका दुविधाहरू कसरी गर्ने होला, कस्तो ठाउँमा गएर लिने, कस्ता साथीहरू हुनुहुन्छ, ट्रेनर कस्तो हुनुहुन्छ होला, कसरी सिकिन्छ होला, 4 घण्टा त बस्न सक्दिनँ कि भन्ने मनमा धेरै कुरा दोधारमा आएको थिए। जब यस संस्थामा प्रवेश गरेँ मैले यस 2 महिनाको दौरानमा ती कुराहरूलाई चिर्दै आदरणीय प्रीति म्यामले धेरै कुराहरूलाई सपोर्ट गर्दै हामीले यस संस्थामा जोडिएपछि पारिवारिक वातावरण पायौँ, एउटा साथीत्वको भावना पायौँ, एउटा मातृत्वको भावना पायौँ, एउटा हरेक चाडपर्वहरूमा पनि म्यामले एउटा अभिभावकत्व वहन गर्दै हामीलाई कुनै दिन पनि केही कुरामा रोक्नु भएन। कसरी रमाउन सकिन्छ, रमाउँदै खुसी हुँदै हरेक चाडपर्वहरू मनाउँदै हामीलाई सजिलै तरिकाले कसरी सिक्न सकिन्छ भन्दै हरेक कुरामा सपोर्ट गर्दै हामीलाई अगाडि बढाउनु भयो। र म यस संस्थामा रहिरहँदा मैले धेरै